रविजीहरूलाई बाहिर निकाल्न सुदनजीहरूले दबाब दिनुभएको हो? होइन, यस्तो थियो हजुरको। अब हेर्नुहोस् है, अब हाम्रो सरकारले चुनाव भन्दै गर्यो। जब जनता प्रिपेयर छैन, कुन पार्टीलाई भोट हाल्नु भन्ने प्लेटफर्म छैन, चुनावमा कसरी जान्छ जनता? तर फेरि चुनावमा त एक न एक दिन त जानै पर्नेछ। यो इन्टरनेसनल रेकग्निसनको लागि, गभर्मेन्टको रेकग्निसनको लागि भने चुनावमा त जानै पर्नेछ। तर माग पनि पुरा नगर्ने, चुनाव भनेर नि भन्ने, प्लेटफर्म पनि तयार नपार्ने हुँदाखेरि चाहिँ हामीलाई एकदम निराशा थियो। हामी एकदम निराश थियौँ कि होइन। त्यही भएर मैले एकदम, हजुरले देख्नुहुन्छ म एकदमै यसको बारेमा हुन्छ नि तपाईँको विरोध गरेको, म चुनावै हुनु दिन्न भन्दै कुरा गरिरहेको कारण थियो। त्यही भएर प्लान एमा हामीले के राखेको थियौँ भन्दाखेरि चाहिँ, प्लान एमा इफ इन केस देयर इज एन अल्टरनेटिभ फोर्स जहाँ कि युनिटी होस्, यो युनिटी भयो भने बल्ल त हामीलाई पनि केही आशा हुन्छ, कोही नयाँ शक्ति आउँदैछ है भन्ने एउटा आशा हुन्छ, भोट हाल्ने ठाउँ हुन्छ होइन। अब तीनजना तीनतिर डिभाइड भइदियो भने, बालेन, रवि, कुलमान होइन, तीनतिर डिभाइड हुनु, एउटा नागरिकले कहाँ गएर भोट हाल्ने? मत डिभाइड हुन्छ। त्यो भइसकेपछि हजुरको पार्लियामेन्टमा, संसदमा हाम्रो सिट कम हुन्छ, जनताको सिट कम हुन्छ होइन। अब हाम्रो यत्रो धेरै मागहरू छन्, जुन चाहिँ संविधान संशोधनको कुराहरू छन् होइन, जसलाई गर्नुपर्ने छ हामीले। पार्लियामेन्टमा जति हाम्रो बेसी मान्छे भयो, त्यसपछि हाम्रो आवाज पनि पार्लियामेन्टको थ्रुबाट एउटा लेजिमेट वेमा तपाईँको सुनवाई हुन्छ नि त, स्थापित हुन्छ नि त। त्यो कुरा त पर्मानेन्टली हुन्छ नि त। वैकल्पिक शक्तिले बहुमत वा द्वितीय बहुमत ल्यायो भने जेनजीले उठाएका मागहरू सम्बोधन गर्न सजिलो हुन्छ, नत्र चाहिँ असम्भव हुन्छ भन्ने लागेर यो तीनजना शक्ति या व्यक्तिहरूलाई मिलाउनु पर्छ भन्ने तपाईँको मनमा लाग्यो। त्यसकारण तपाईँ रविजीलाई निकाल्न हिँड्नुभयो? होइन, त्यसपछि तपाईँको के भयो भन्दाखेरि दबाब दिन थाल्नुभयो? दबाब चाहिँ अलिअलि अब होइन, अब उहाँको निष्पक्ष रूपमा चाहिँ छानबिन हुनुपर्छ भनेर चाहिँ हामीले दबाब दिएको हो होइन। निष्पक्ष त भइरहेको थियो होइन? निष्पक्ष रूपमा भन्दाखेरि नि तपाईँको अब यो निष्पक्ष रूपमा भएको जस्तो लाग्दैन क्या मलाई, व्यक्तिगत रूपमा लाग्दैन होइन। मैले यसको बारेमा बार खण्डन पनि गरेको छु होइन। त्यही हिसाबमा अब तपाईँको उहाँको पनि कुरा के चाहिँ हो त भनेर खासमा हामी बुझ्नु पनि गयौँ। म आफै प्रत्यक्ष रविजीलाई भेट्न पनि गएँ। भेटेपछि उहाँको कुराहरू पनि सुनेँ होइन। त्यसपछि अर्को एउटा छानबिन समिति बनाऊँ जहाँ चाहिँ तपाईँको यो सबै मुद्दाको एकचोटि फेरि एकचोटि हुन्छ नि, यसलाई रिभेरिफाई गर्न सकिन्छ होइन। तर एकजना मान्छेलाई सबै ठाउँमा मुद्दा हाल्नु चाहिँ कसरी मिल्छ र? यो त अब पहिलादेखि भ्रष्टाचार गरेको नेताहरू चाहिँ फेरि खुलेआम हिँडिरहेछ फेरि होइन। हाम्रो अब उहाँसँगै भइरहेको एकजना हाम्रो नेता पनि हुनुहुन्छ, धनराज गुरुङ होइन, कङ्ग्रेसको आरोप लागेको छ त्यही प्रकृतिको। उहाँलाई पनि त्यही प्रकृतिको आरोप लाग्छ। फेरि उहाँ चाहिँ नाच्दै हुनुहुन्छ मजासित। एमालेको पनि हुनुहुन्छ होइन। अब एमालेको पनि छन् त्यहाँ। भयभरको अब पार्टीको मान्छेहरूलाई चाहिँ छैन। त्यसपछि तपाईँले चाहिँ यसको जे हो फैसला चाहिँ छिटो गरिदिउँ भन्ने चाहिँ भन्नु? एक्ज्याक्टली। तपाईँको अब यो छिटो फैसला भइदियो भने तपाईँको अलिक सजिलो पनि हुन्थ्यो। राख्ने हो भने राख्नेले टुङ्गाउनु पर्यो, राख्ने पर्मानेन्टली राख्नु पर्यो होइन भने टुङ्गाउनु त पर्यो नि त। कसलाई भन्नुभयो प्रधानमन्त्री?